अब निक्लेको दुईटा ब्याग छ, वहाँनिर एउटा टली छ। अहिले 5 बजे छ। अब टोटोमा जान्छु, मेरो सिलगढीबाट ट्रेन छ, त्यही लागि निक्लेको। अब प्याकिङ सेटिङ गरेर यति भारी भारी ब्याग छ कि के भन्नु अरे अब आउँदैछ ओइ ब्याग त्यो त्यहाँ राख भारी भारी ब्याग छ राखो आमा काटा नम्बर बाबा यता दिदी कोले त्यहाँनिर राखिदिएको थियो नि खोलेर कसको खोले गाइस यहाँनिर चाहिँ सबैजना हुनुहुन्छ मेरो फुपूलाई बिदा गर्नुको लागि। लु यहाँनिर काकाले चाहिँ हो टोटोवाला अङ्कल पनि आइसक्नु भयो, टोटो पनि आयो। काकाले यहाँ ब्याग हाल्नु हुँदैछ, लगेजहरू सबै खानासाना। ए मोबाइल मोबाइल एकछिन सो गाइज म बानाहाट पुगिसकेँ होइन। बानाहाट पुगेर हेरेको त पुरा भिटेछ स्टेसन। म यहाँनिर कञ्चन कन्यामा चढेर जान्छु जङ्सनसम्म, जङ्सनदेखि फेरि एनजेपीसम्म अटोमा जान्छु भनेर सोचिरहेको छु। त्यही भएर 5 बजी निक्लेको। अब 5 बजी निक्लेपछि त राति नै पुग्छ। जस्तो लगभग म एनजेपी 8 बजीको करिब पुगेको थिएँ होइन। एनजेपी आएर हेरेर त यति लामो सिँढीमा कसरी ब्याग पहुँचाउनु भनेर टेन्सन भइरहेको थियो। अन्त भित्र पसेर हेरेको त 9 धुर पानी। जहाँनिर ट्रेन चढ्छु नि त्यहाँ त 9 धुर पानी पर्दै रहेछ। कस्तो मुस्किलले पानी क्रस भयो। तपाईँलाई पार्ट वाइज देखाउने छु म एनजेपीदेखि कसरी केरला गयो भनेर, एनजेपीमा म कसरी यत्रो पानी झरीमा चढेँ भनेर। ल गाइस किनभने एउटै भिडियोमा देखाउनु पोसिबल छैन नि त, त्यही भएर म पार्ट वाइज देखाउँछु। म यहाँ एनजेपी स्टेसन आइपुगिसकेँ। अब रातिको टाइम भयो। अर्को उयसमा हेर्नु होला ब्लगमा। बाई गाइस।